यसरी प्रभु यीशु ख्रीष्ट जन्मिँदाखेरि चाहिँ यसरी गाईको गोठमा अनि रुखको फेदमा यसरी मृगहरू थियो, यसरी ताराहरू थियो भनेर दर्शाउँछ है। पवित्र बाइबलमा लेखिएको कुराहरू छ, लुकाको पुस्तकमा, मत्तीको पुस्तकमा लेखिएको छ। त्यही अनुसार चाहिँ मानिसहरूले यसरी सजी सजाउ गरेको कुराहरू छ। उहाँको जन्मदिनको उत्सव मनाउनुको निम्ति यहाँनिर यसरी सजाएर राखिएको कुराहरू पाइन्छ। परमेश्वरलाई धन्यवाद भएको। उहाँ चाहिँ आज मानिसहरूलाई मुक्ति दिनको निम्ति मानिस भएर परमेश्वर जन्मिनु भएको दृश्यहरू हामी पाउँदछौँ। एकदमै डेकोरेसनहरू गरिएको छ। डिसेम्बर महिनामा हाम्रो मुक्तिदाता प्रभु यीशु जन्मिनु भएको र यहाँ सजी सजाउ गरेको दृश्यहरू हेर्न सक्नुहुन्छ तपाईँहरू। प्रभु यीशु चाहिँ बेथलेहेम सहरमा गाईको गोठमा जन्मिनु भएको हाम्रो मुक्तिदाता प्रभु यीशु चाहिँ। अनि उहाँ चाहिँ एउटा गाईको गोठमा जन्मिनु भएको, गाईको गोठमा जन्मिनु भएको कारणले रुखहरू बनाइएको छ। अनि रुखको फेदमा भएको कारणले, जन्मेको कारणले रुखहरू बनाइएको छ, रुखहरू डेकोरेसन गरिएको छ, मृगहरू बनाइएको छ। अनि ज्योतिषीहरू चाहिँ त्यहाँनिर प्रभु यीशुको जन्मेको जग्गामा चाहिँ प्रभु यीशुलाई चाहिँ दर्शन गर्नु जाँदाखेरि चाहिँ उहाँहरूले चाहिँ भेटीहरू लिएर जानुभएको थियो। उहाँले चाहिँ धोप मुर्राहरू लिएर जानुभएको थियो, केही उपहारहरू लिएर जानुभएको थियो ज्योतिषीहरू। त्यसै कारणले चाहिँ यहाँनिर चाहिँ दीपहरू राखिएको छ, रुखहरू सजाइएको छ, ताराहरू बनाइएको छ। ताराले चाहिँ सङ्केत दिएको कारणले चाहिँ ताराहरू पनि बनाइएको छ। मुक्तिदाता जन्मनु भएको, हामी सबैजनालाई मुक्ति दिनको निम्ति, उद्धार गर्नुको निम्ति प्रभु यीशु चाहिँ जन्मिनु भएको यो डिसेम्बर महिनामा चाहिँ। त्यसै कारणले यसरी सजी सजाउ भएको छ। बनाइएको छ, सजी सजाउ गरिएको छ, डेकोरेसनहरू गरिएको छ। प्रभु यीशुको जन्म उत्सव मनाउनको निम्ति सजाइएको छ। धन्यवाद गरिन्छ। सजी सजाउ गरिन्छ। यो उपहारको बक्सहरू राखिएको छ। यो बक्सहरू राख्नुको उद्देश्य चाहिँ चाहिँ